राजनीतिमा धेरै समाजहरू एउटा ठुलो भ्रममा फस्छन्। एउटा राम्रो नेता आयो भने देशै बदलिन्छ भन्ने एउटा विश्वास। तर पोलिटिकल साइन्समा एउटा कठोर सत्य पनि छ। राष्ट्र व्यक्तिले होइन संस्थाहरूले चलाउँछन्। कारण कुनै पनि नेता 5 वर्ष 10 वर्ष वा केही समय मात्र सत्तामा हुन्छन्, तर संस्था भने शताब्दीसम्म चलिरहन्छन्। यदि संस्थाहरू बलियो छन् भने नेताहरू परिवर्तन भए पनि सिस्टम चलिरहन्छ। तर यदि सबै कुरा एउटा व्यक्तिमा निर्भर छ भने नेता गएपछि त्यो सिस्टम ढल्छ। संस्थाहरू नियमले चल्छन्, तर व्यक्ति मनोभावले इन्ट्युसन्सहरूले चल्छन् हैन। संस्था चल्ने आधार हुन्छ कानुन, प्रक्रिया र जिम्मेवारी। तर व्यक्ति भने व्यक्तिगत इच्छा, राजनीतिक स्वार्थ र सिचुएसनमा निर्भर हुन्छ। शक्ति यदि व्यक्तिमा केन्द्रित भयो भने त्यसको मिसयुज हुने सम्भावना बढ्छ। त्यसैले संसद, अदालत, स्वतन्त्र आयोग हैन, प्रेस जस्ता संस्थाहरू हामीले निर्माण गरेका छौँ र यो संस्थाहरूको काम हुन्छ पावरलाई ब्यालेन्स गर्नु। एउटा राम्रो संस्थाले एभरेज मानिसलाई पनि इफेक्टिभ बनाइदिन सक्छ कि। बलियो संस्थाहरू भएको देशमा नियम स्पष्ट हुन्छ, उनीहरूको जिम्मेवारी तय हुन्छ र निर्णय प्रोसेस चाहिँ एकदम स्थापित भइसकेको हुन्छ। तर कमजोर संस्थाहरू भएको ठाउँमा अत्यन्तै सक्षम नेता पनि सिस्टमसँग सङ्घर्ष गर्नुपर्छ कि लड्नुपर्छ हैन। महान नेताले देशहरू बनाउँदैन, महान नेताले संस्थाहरू बनाउँछन् अनि त्यो संस्थाहरूले चाहिँ देशहरू बनाउँछ। थ्याङ्क यू सो मच।